धेरैजसो केटाहरूलाई थाहै छैन कि प्रो प्लेयर भनेको के हो, नोबडा भनेको के हो होइन। जुन मान्छे कस्टममा गएर वान ट्याप हान्छ त्यो प्रो प्लेयर, जसले चाहिँ बडी सर्ट हान्छ त्यो चाहिँ नोबडा रे, बट रे। त्यस्तो चाहिँ होइन है त केटा। किन भन्दाखेरि कस्टम भनेको एउटा सानो मोड मात्रै हो कि, एक प्रकारले यो डुप्लिकेट हो। किन भन्दाखेरि यसमा कस्टममा चाहिँ के हुन्छ केटा, अनलिमिटेड वाल हुन्छ, तिमीले 1000वटा वाल लगाउन पनि पाउँछौ कि। त्यही भएर कसैको पनि कस्टमको गेम प्ले देखेर त्यसलाई प्रो प्लेयर नोबडा भनेर जज गर्न चाहिँ मिल्दैन है केटा। किन भन्दाखेरि फ्री फायरमा मेन भनेको फुल म्याप हो। अनि फुल म्यापमा त केटा तिमीहरूलाई थाहा छ, गेरिनाले एउटा दुईटा मात्रै वाल दिन्छ कि। अनि त्यसैमाथि एनिमीले वुकङ स्काइलर बोकेर आइदिन्छ होइन। जस्तै तिमीसँग एउटा मात्रै वाल छ, स्क्वाडले रस गर्यो, अनि त्यति बेला तिमीले बडी सर्ट हान्दैन, म त प्रो प्लेयर हो, मैले हेड सर्ट हान्छु भनेर हुन्छ र। वाइड 4x4 भए पनि भुटेरै मार्छ नि हौ त्यस्तो अवस्थामा त। त्यही भएर केटा होइन, मलाई चाहिँ के लाग्छ भन्दाखेरि प्रो प्लेयर भनेको जुन मान्छेले दिमाग लगाएर खेल्छ, अरूको इज्जत गर्छ, त्यो चाहिँ प्रो प्लेयर हो। तिमीहरूलाई के लाग्छ कमेन्ट गर।